फाइनल्ली स्यालेरी आयो, अब त पैसा घर पठाउने हो एन्ड देन मालामाल। ओके, जोक्स आर पार्ट। स्यालेरी आउने बित्तिकै पहिलो काम के हुन्छ? सिधै गुगलमा जाने, रेट चेक गर्ने कति छ अहिले, अलिकति रेट बढिरहेछ भने झ्याप पठाइदिइहाल्ने हो भन्ने चाहिँ मेरो सोच हो। सबैको सोच त्यस्तो नहुन सक्छ, जाने बित्तिकै सपिङ जानेहरू पनि हुन्छन् है। ओके देन कहाँनिर चाहिँ सस्तो छ त पठाउन, कहाँनिर चाहिँ अलिकति ज्यादा रेट पाइन्छ, लाइक 2-3 सयको पनि फरक आयो भने त धेरै राम्रो हो। त्यही पनि बचत हुन्छ भने बचत गर्ने। घर पैसा पठाउनको लागि हामीसँग 3टा अप्सन्स छ। लाइक अप्सन्स त धेरै छ, बट युजल्ली चाहिँ अलिकति चर्चित भएका चाहिँ मैले चाहिँ 3टा देखेको छु। ट्याप ट्याप नेपालीको फेभरेट, सेकेन्ड नम्बरमा छ रेमिटली, एन्ड थर्ड नम्बरमा चाहिँ मैले रेभोल्युट राखेको छु। कतिले युट्युबतिर अथवा एडतिर चाहिँ देख्नुभयो होला, तर एक्चुअल त्यसको युज, त्यसको सिक्रेट आज म भन्नेवाला छु। सबभन्दा सुरुमा रेट चेक गरौँ है त गुगलमा, किनभने यो चाहिँ एक्चुअल रेट हुन्छ, एक्चुअल एक्सचेन्ज रेट भयो। त्यसलाई चाहिँ हामी रिफरेन्समा लिएर कुन चाहिँले सबैभन्दा बेस्ट दिइरहेछ अहिले, आज फ्राइडे हो, सो विकेन्डमा नि फरक पर्छ है। यदि स्याटरडे सन्डे होलिडे हो, यहाँ स्याटरडे सन्डे बिदा भयो भने रेटले फरक पार्छ है। स्पेसल्ली अन द थर्ड एप आई टोल्ड यु, रेभोल्युट। गुगलमा अहिले करेन्टली रेट छ 34.53 छ, र यसलाई हामी सुरुमा ट्याप ट्यापसँग कम्पेयर गरेर हेरौँ है। सुरुमा रिफरेन्स मान्नको लागि मैले 50,000 राखेँ, यसले चाहिँ 1457 देखायो। अब रेमिटलीमा चेक गरौँ, रेमिटलीमा छ, यसले चाहिँ मलाई 50 रुपियाँ डिस्काउन्ट दिएछ किनभने मैले रिफर गरेको थिएँ क्या। सो 50,000 राख्दाखेरि इट गिभ्स 1471.66। अब रेभोल्युटमा हेरौँ है त। रेभोल्युटमा चाहिँ मेरो यस्तो थियो, प्राइभेसीको कारणले चाहिँ स्क्रिन ब्ल्याङ्क देखायो, तर रेमिटलीको रेट र यो रेभोल्युटको रेट चाहिँ सेम देखायो, किनभने अहिले पनि भनेको थिएँ यो विकेन्ड ड्युटिज आउने टाइमतिर यो यस्तै गर्छ, तर सेम देखाएको छ है। डिफ्रेन्स चाहिँ 15 आयो है त। ओके, 15 लेको डिफ्रेन्स आयो। यहाँनिर रेभोल्युटमा चाहिँ किन अलिकति बढी आयो भन्दाखेरि, नत्र युजली मैले अरू डेजहरूमा टेस्ट गर्दाखेरि, अब आज एन्ड अफ द विकेन्ड हो नि त, लगभग विकेन्ड सुरु हुने टाइमतिर भयो, अलिकति बेलुका बेलुका जस्तो नि भयो, सो टाइमले धेरै फरक पार्छ। सो रेभोल्युट चाहिँ ट्युसडेमा धेरै सस्तो हुने रहेछ क्या। यसमा फिज यसले डाइरेक्टली देखाउँछ, ट्याप ट्यापले चाहिँ क्लेम गर्छ यसले कुनै पनि फिजै लिँदैन भनेर, बट त्यसले त्यो हरेक रुपियाँ अथवा हरेक लेमा खाने हो पैसा, त्यो यिनीहरूको बिजनेस मोडल। रेमिटलीले पनि चार्ज देखाउँछ, रेमिटली कुन बेला गुड र रेभोल्युट कुन बेला गुड र ट्याप ट्याप कुन बेला गुड भनेर भनौँ है त। रेमिटलीमा चाहिँ एउटा स्पेसियल फिचर छ जुन यो दुइटैमा छैन, त्यो भनेको क्यास पिकअप। यदि गाउँमा पैसा पठाउँदै हुनुहुन्छ, हजुरआमा हजुरबुवाहरूलाई पैसा पठाउँदै हुनुहुन्छ भने क्यास पिकअपको फेसिलिटी छ, सो फर द्याट इट्स गुड, तर रेट अलिकति कम छ। इफ यु निड द गुड रेट तपाईँले रिफर गर्नुपर्ने हुन्छ, रिफर गऱ्यो भने 50 डिस्काउन्ट हुन्छ। एन्ड फर इन्स्ट्यान्ट आजको आज अहिलेको अहिले पैसा चाहियो, वालेटमा नि पैसा पठाउने फेसिलिटी होस्, इलेक्ट्रिसिटी बिल्सहरू पनि आफैले तिर्दिन पाऊँ, त्यस्तो छ भने आई वुड रेकमेन्ड ट्याप ट्याप सेन्ड। ट्याप ट्याप अलराउन्डरै हो प्राय। इफ यु निड टु सेन्ड द मनी इन इमर्जेन्सीमा पठाउनु पऱ्यो भने ट्याप ट्याप इज अ बेटर अप्सन्स, किनभने विकेन्डमा सेन्ड गऱ्यो भने रेमिटली र रेभोल्युटमा खासै फरकै पर्दैन। एन्ड द थर्ड अप्सनमा चाहिँ रेभोल्युट कति बेला काम लाग्छ, रेभोल्युटको चाहिँ मल्टिपर्पोज युज है। यु क्यान इन्भेस्ट इन द स्टक इफ यु आर बिगिनर, यु क्यान इन्भेस्ट इन द क्रिप्टो इफ यु आर बिगिनरको लागि मात्रै हो। प्रो लाइक मी ट्रेडिङ टु 1-2 भयो। अनि एन्ड देन रेभोल्युटमा अर्को इम्पोर्टेन्ट फिचर भनेको चाहिँ यु क्यान किप द करेन्सी इन विच एभर करेन्सी यु लाइक, विच एभर मिनिङ अलिक पपुलर करेन्सी, युरो, डलर, युके को पाउन्ड, स्टर्लिङ, स्विस, एनी करेन्सी यु वान्ट, यु क्यान कन्भर्ट इट एनी टाइम एनीवेयर। जस्ट इन्टरनेट चाहिँ हुनु पर्यो, जति बेला पनि कन्भर्ट गरेर आफ्नो गर्न मिल्यो, राख्न मिल्यो। जस्तै अहिले यहीँ रोमानियामै बस्ने मान्छेहरू स्पेन अथवा अरू कुनै कन्ट्रीहरू ट्राभल गरेको देखिरहेको छु, र करेन्सी ट्याक्क त्यो करेन्सी काउन्टरमा जाने, अनि त्यस पछाडि एक्सचेन्ज
गरेर अनि त्यस पछाडि क्यास लिएर जाने बानी छ। बट दिस इज भेरी बेटर अप्सन। करेन्सी चाहिँ एक्सचेन्ज भइहाल्छ र करेन्ट रेटमा विकेन्डमा चेन्ज गर्नु भएन। विकेन्डमा चेन्ज गर्यो भने या इट्स द सेम, अघि पहिला भने जस्तै भइहाल्यो। सो चेन्ज गरेर राख्ने एन्ड देन यु क्यान युज इट इन द गुगल प्ले। गुगल प्लेमा यदि तपाईँको फोनमा एनएफसी सपोर्ट गर्छ भने ट्याप एन्ड पे पनि युज गर्दा भइहाल्यो। एनी टाइम आधा चाहिँ म लिउ राख्छु, आधा चाहिँ म युरो राख्छु भन्दा पनि भइहाल्यो, फरकै परेन। करेन्सी चेन्ज गरेर हिँड्नको लागि, यो पे गर्नको लागि त जहाँसुकै मल्टी करेन्सी राख्न मिल्यो क्या, जति बेला जहाँ पनि पेमेन्ट गर्न मिल्यो। चेन्ज गर्नलाई कुनै हुने भएन, त्यो चाहिँ एकदम बिगेस्ट प्लस पोइन्ट लाग्यो।